हामी आइसक्यो झन्डा पार्क गाइस है यहाँ टक्क लाएर त्यो काठमाडौँ यति रमाइलो देखिरहेको आज त बोकेरै डुलाउँछे भरे त बुहारी आउँछे आमालाई बोकेरै डुलाउँछे मायाको गाउँ त चिने घर चिन्न सकिन बोल्लो कि पल्लो म त सासै परिन्छ त एकछिन त म त झन् स्कुटी तान्ने रहन्छ यार म त छक्कै परेँ यार है यो त सरुसन पनि भाइ ओ ल ल ल ठिक छ ल ल ल ल ल आलु बाख्रा खाने कुरो भयो यहाँ आलु बाख्रा भन्ने यही हो र हाम्रो त्यो त पलम भन्छ त यसलाई त खुर्पानी हो पोखरा भन्छ पानी राम्रे हेरी कस्तो पलम हो र पलम हो के हामीतिर पलम दिउँ न त अब खाने मात्र हैन पलम भन्छ पलम खाने जन्ने हो ए 100 रुपैयाँ पानी आरु बखडा आरु जे भन्ने नि आरु त अर्कै हो झन्डा पार्कमा छौँ टिया कलाएर हाम्रो टोली यता गइसक्यो अगाडि सुकुटी बोकेर ल है यहाँ यस्तो हुँदैछ हामी यता छौँ पछाडि त्यो साथीहरू आउँदै हुनुहुन्छ टन्न हजार खै त नि अरू अघि त मस्दै थिएँ मैले त थोरै छन् त यार ल ल यस्तो खाल्टोमा बस्ने भन्नुहुन्छ यार तपाईँहरू यार किन त्यसो गर्नु माखा माथि बसौँ के हामी आया धन्नै मलोडी खाल्टोमा बस्ने कुरो भयो यस्तो छ यहाँ ट्याक्क हेर्नु थाल बोकेर मैले यहाँ चिउरा बोकेको मायाको गाउँ त चिने घर चिन्न सकिन बोल्लो कि पल्लो मायाको गाउँ त चिने घर चिन्न सकिन बोल्लो कि पल्लो फाइनल्ली हामी डेस्टिनेसन पुग्यौँ पुग्यो ल फर्काउनु न उता नभन्नु नि त्यस्तो राम्रो गर्दैछन् लस्सी लिएर आएको थियौँ हामीले लस्सी हामीले खान्न मलाई हामी त ज्ञानी मान्छे हो के हल्ला छिराएको क्या छ बिराए मदन थापा ल यता हामी भयो दादा भयो भयो भन है नत्र म त हाले गर्छु यो लस्सी कतिमा बाक्लो कति मिठो होला भयो मलाई समय यस राई पिकनिक ट्राई हैन अलिअलि छ आराम हुन्छ छाङ्गैन मै हो दिदी हो सासूलाई बोकेर डुलाउँछे भरे त बुहारी आउँछे सासूलाई बोकेर डुलाउँछे भरे त बुहारी आउँछे आमालाई बोकेर डुलाउँछे भरे त बुहारी आउँछे आमालाई बोकेर डुलाउँछे अझै पनि पुगेन धोका रातो डोली बाबुले त्यहीँ रोका अझै पनि पुगेन धोका रातो डोली बाबुले त्यहीँ रोका अझै पनि पुगेन धोका रातो डोली बाबुले त्यहीँ रोका अझै पनि पुगेन धोका रातो डोली बाबुले त्यहीँ रोका रातो डोली आमालाई चोली र
धोती छोरोलाई सुन्तला पाउरोटी आमालाई चोली र धोती छोरोलाई सुन्तला पाउरोटी आमालाई चोली र धोती छोरोलाई सुन्तला पाउरोटी छोरोलाई सुन्तला पाउरोटी छोरोलाई सुन्तला पाउरोटी यति भन्दै हाम्रो आजको ड्राई पिकनिक सक्यो साथीहरू है। हामी चाहिँ अब घर फर्किँदैछौँ। आउँदा जाँदाको भिडियो चाहिँ मैले बनाउनु पाइनँ, किन भन्दा बाइक चलाउनु पर्ने भए भएर यो बिचको त्यहाँ पुगेपछि अलिअलि भिडियो सबैले हेरिदिनु भयो। थ्याङ्क यू सो मच, धन्यवाद सबै।